एभ्रिवान वेलकम टु माई च्यानल। हजुरहरूलाई थाहा नै छ मेरो च्यानलमा हजुरहरूले कुकिङ भिडियोजहरू हेर्न सक्नुहुनेछ। मैले आज लिएर आएको छु फेरि पालपाली स्टाइल सुकाउनेको भिडियो। आई होप हजुरहरूलाई मनपर्छ होला। भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नभुल्नु होला अनि त्यसपछि मेरो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला। बाँकी भिडियोबाट सुकौनी बनाउनको लागि हामीलाई चाहिन्छ बोइल गरेको आलु। मैले पहिल्यै आलुलाई बोइल गरेर राखेको थिएँ। अझ लोकल आलु एकदमै धेरै मिठो हुन्छ। मैले लोकल आलुलाई बोइल गरेर राम्रोसँग पकाएर बोइल गरेर राखेको थिएँ। हजुरहरूलाई कति आलु चाहिन्छ त्यति आलु लिन सक्नुहुन्छ। मैले चाहिँ आधी केजी जति आलु, आधी केजीभन्दा अझै थोरै आलुलाई बोइल गरेको थिएँ। यसरी फोकेर यसरी चप गर्न सक्नुहुन्छ, काट्न सक्नुहुन्छ। सुकाउनेको लागि हामीलाई चाहिने सबैभन्दा मेन कुरा भनेको दही। अमिलो दही, पिलो दहीबाट सुकाउने बन्दैन। अमिलो दही यसरी सुकाउनेमा राख्ने। जति आलु राख्नुहुनेछ त्योभन्दा थोरै धेरै दही हजुरहरूले राख्दा एकदमै राम्रो हुनेछ। यसरी अमिलो दही मैले चाहिँ घरमै जमाएको दही राखेको थिएँ, अझ राम्रो हुन्छ दही। त्यसपछि हजुरहरूलाई प्याज कति मनपर्छ त्यति राख्न सक्नुहुनेछ। धेरै प्याज पनि मिठो हुँदैन। दुईवटा मिडियम साइजको प्याजलाई मैले काटेर राखेको छु अनि मैले यसमा नुन राखेर राम्रोसँग चलाउँदैछु। नुन पहिले राख्दाखेरि आलुमा नुन राम्रोसँग पसेर सुकाउनु एकदमै स्वादिलो बन्दछ। अब म लागे प्यान तताउन। अब हजुरहरूले ग्यास अन गरेर यसरी प्यानमा तोरीको तेल राख्न सक्नुहुनेछ। तोरीको तेलले झान्दा सुकाउनु एकदमै धेरै मिठो हुन्छ। एकदमै सजिलो छ सुकाउने बनाउने रेसिपी। तोरीको तेलमा मेथी पुराउने, मेथीलाई अलिकति कालो बनाएर पुराउने। मैले भिडियोमा चाहिँ खुर्सानी पुराको भिडियो स्किप भएको रहेछ। खुर्सानी पुराउने अनि बेसार राख्ने अनि थोरै जिरा धनियाँको धुलो राखेर यसरी हजुरहरूले झान्न सक्नुहुनेछ। झानेर राम्रोसँग चलाउने। सुकाउने चाहिँ पिरो पिरो नै मिठो हुन्छ, एकदमै धेरै मिठो हुन्छ। हजुरहरूले यसरी सजिलो तरिकाले सुकाउने बनाउन सक्नुहुनेछ अनि पाहुनाहरू आउँदा सर्भ गर्न सक्नुहुनेछ।